Hello everyone. मेरे से निकाल के अनि हामी सबैजना थियो होला होइन अनि सबैजना रमाइलो थियो दिदीहरू सबैजना अगाडि बस्नु बारेमा अनि मैले मन परेको मेरो बाबु साथी छ त्यसपछि पुग्नलाई चाहिँ हामीलाई चाहिँ त्यस्तो लाग्थ्यो होला आधी घन्टाकै यहाँ पुगेपछि चाहिँ ठ्याक्कै आधी घन्टा लाग्थ्यो होला हामी वहाँ चितलाङ पुग्नलाई भेरीगोठ पुग्नलाई अनि त्यसपछि हामी त्यहाँ गएर एकछिन वेट गरे होइन वेट 5 मिनट बस्ने भनेर हामी वेट गर्न पुग्न लागिरहेको थियो होइन भित्र अनि सबैजनाहरू हामी बस्यौँ त्यसपछि अनि हामी पुग्नु सबैजना रमाइलो गरेर त यहाँ सबैजना रमाइलो गर्नुभएको थियो अब म चाहिँ होइन म बेबी छ नि त मेरो सानो बेबी छ नि त बेबीले गर्दा चाहिँ म अलिक भिडियो बनाउनलाई होइन म भन्न सकिनँ कि सेम रमाइलो भयो खुसी भयो होइन त्यसपछि हामी चितलाङ पुग्नु खोइसकिसकेको थिएँ के हामी त्यसपछि हामी लालीगुडा टन्नै टिप्दै खाँदै हिँडिरहेको थिएँ त्यसपछि अनि हामी खुसी भयो भनौँ न
अनि त्यसपछि चाहिँ अनि कति धेरै रमाइलो रहेछ कि मतलब हाम्रो गाउँ जस्तै लाग्यो मलाई होइन पुरै गाउँको जस्तो सानो घरहरू रहेछ अनि कति धेरै मलाई यस्तो मन परेको थियो वाउ कस्तो राम्रो घर होइन यो घर चाहिँ मलाई मन परेको थियो यस्तै पछि भविष्यमा यस्तै घर बनाउँछु भनेर सोचेँ के भन्नु होइन अनि रमाइलो लाग्यो भनौँ अनि मौसम पनि रमाइलो थियो भनौँ न क्लियर थियो घाम लागिरहेको थियो
अनि हामी चितलाङ भेरी गुड भन्ने ठाउँमा पुगेँ। त्यसपछि बहिनीले बोक्यो सेल्फी। त्यसपछि अनि म नानीको फेरि अनि भाउजूहरू आन्टीहरू सबैजना पछाडि पछाडि आउँदै हुनुहुन्थ्यो क्या। अनि हाम्रो अगाडि मतलब उनीहरू सुत्नु जाने भन्नुभयो दाइहरू चाहिँ उतै बस्नुभयो। अहिले राम्रो रहेछ र सुत्नु नपर्दो रहेछ उतै जानुपर्छ अगाडि जानुभयो। हामी चाहिँ बस्दा बस्दा गएर हामी पछि गयौँ नि त। यो नै गाइजहरू चितलाङ। अनि यो चितलाङ भन्दा पनि यो भेरी गुड चाहिँ भन्दो रहेछ। चितलाङ चाहिँ कति तलतिर कता हो अन्त गएन हामी चाहिँ होइन। तर यस्तो रहेछ हामी जाने चाहिँ भनेर हामी सोचि चाहिँ राखेको थियो। अनि खाजा खाएर जाने भनेर सोचेँ होइन। अनि त्यसपछि हामी चाहिँ हिँडेकै अनि रमाइलो रहेछ भनौँ न। त्यसपछि हामी यहीँ डाँडामा बस्ने बलराम जानु त डर लाग्यो कि कस्तो भिड रहेछ तलतिर त। अनि त्यसपछि यहाँ चाहिँ रमाइलो रहेछ भनौँ न। अनि खाजा खाने ठाउँ भन्ने अनि बनाउने भनेर हामी थपक्क यतातिर बस्यो भने पढेँ। अनि त्यसपछि हामी सबैजना भन्दा नि आधी चाहिँ भेला भयो। अनि आधी चाहिँ सबै डाँडातिर जानुभएको थियो क्या। अनि हाम्रो सामानहरू चाहिँ यहीँ राखेँ। हामी चाहिँ टर्नै भएको थियो होला 1 बज्दै थियौँ होइन। तर अनि म चाहिँ यतातिर छु कि होइन। खाजा खान अब बिहानदेखि खाएको थिएन नि त खानु त पर्यो भोक लाग्छ। अनि म त त्यही पनि अब हामी नानीको आमालाई छिटो भोक लाग्छ नि त। अनि भोक लाग्छ होइन। त्यसपछि हामी खाजा खाने तयारीमा थियौँ। त्यसपछि बहिनीले क्यामेरा घुमाइरहेको थियो कि। त्यसपछि मैले खान थालेँ पक्की। नानीको आमालाई गाह्रो छ कि नानी समातेर खानुपर्छ गाह्रो छ। अनि हामीलाई जुस ल्याइदिनु भयो हाम्रो दिदीले होइन। अनि हामी खाना खानु सुरु गरिसकेका थियौँ। अनि हामीले चाहिँ खाइसकेर त्यसपछि मैले खाइसकेर मैले सबैजनाको भिडियो बनाएँ कि आधीले खाइसकेको थियो सबैजना आधीले आधी चाहिँ खाँदै थियौँ होइन। अब आफू अगाडि खाएर पनि सकिसकेको थिएँ नि त मैले त अब। अनि मलाई चाहिँ भिडियो बनाउनु पर्ने भएर भिडियो बनाएँ। त्यसपछि हामीले लास्टमा चाहिँ हामीले ग्रुप फोटो खिचेको छु। अनि हामी सबैजना खाइसकेर होइन यसरी रमाइलो हाँसिरहेको थिएँ होइन। मजा अनि बोलिरहेकै थियो। त्यसपछि अनि मलाई हामीलाई त्यसपछि अनि म भ्लग बनाउँछु भनेर गएँ होइन उतातिर खुसी भएर। सबैजना मान्छेहरू खाजा खाएर सबैजना आफ्नै स्थानमा थियो। आफूले फोटो खिच्ने कोही के गर्ने। अनि हामी सङ्गति गर्ने त त्यो सङ्गति गरेको भिडियो चाहिँ मैले ल्याइनँ होइन। अनि दिदीहरू हुनुहुन्थ्यो तर मैले सङ्गति गरेको भिडियो चाहिँ ल्याउन सकिनँ भनेर माफ गर्नु होला। किनकि अब सामाजिक सञ्जालमा लाउनु मिल्दैन भन्छ नि त त्यही भएर। अनि हाम्रो चाहिँ लास्ट फोटोहरू हो। अनि हाम्रो अनि भिडियो मन पऱ्यो भने लाइक अनि सब्सक्राइब अनि गरिदिनु होला हजुरहरूले। यति नै हस् त हजुरहरूलाई धन्यवाद। अब मन परेमा हजुरहरूले अझै सल्लाह सुझाव दिनु होला भन्न चाहन्छु साथीहरूलाई। यति नै मेरो भ्लग हजुरहरूमाझ मैले यति ल्याएको छु।